स्वागत छ सम्पूर्णलाई। आज चाहिँ हामी BBS 4th इयरको फाइनेन्स ग्रुप अन्तर्रहेको फन्डामेन्टल्स अफ कर्पोरेट फाइनेन्सको च्याप्टर 2 सर्ट टर्म फाइनेन्सिङको बारेमा अध्ययन गर्नेछौँ। सर्ट टर्म फाइनेन्सिङबाट हामीलाई फाइनल इक्जाममा कति मार्क्सको क्वेसन सोध्ने गर्दछन् भनेर सबैलाई जिज्ञासा हुनसक्छ। यसबाट चाहिँ हामीलाई फाइनल इक्जाममा 2 मार्क्स न्युमेरिकल प्लस 15 मार्क्स न्युमेरिकल फिक्स्ड र 15 मार्क्सको फिक्स्ड गरेर टोटल 17 मार्क्सको क्वेसन सोध्ने गर्दछ। त्यही भएर इक्जाम पोइन्ट अफ भ्यूले धेरै इम्पोर्टेन्ट च्याप्टर रहेको छ सर्ट टर्म फाइनेन्सिङ। अब सर्ट टर्म फाइनेन्सिङ भनेको के हो भनेर बुझ्नुभन्दा अगाडि फाइनेन्सिङ भनेको के हो बुझ्न आवश्यकता छ। फाइनेन्सिङ भनेको के हो भन्दाखेरि कुनै पनि व्यक्ति संस्था वा गभर्मेन्टलाई फाइनेन्सिङ भनेको के हो भन्दाखेरि फाइनेन्सिङ भन्नाले कुनै व्यक्ति व्यवसाय वा सरकारलाई आवश्यक पर्ने पुँजी जुटाउने तथा व्यवस्थापन गर्ने प्रक्रिया हो। यसमा ऋण, इक्विटी वा आन्तरिक स्रोतहरूबाट धन उपलब्ध गराइन्छ। अब फाइनेन्सिङ बुझेपछि अब फाइनेन्सिङ भनेको के रहेछ भन्दाखेरि कुनै पनि व्यक्ति व्यवसाय वा अर्गनाइजेसन वा गभर्मेन्टलाई आफूलाई आवश्यक पर्ने वित्तीय स्रोतहरू अथवा आफूलाई आवश्यक पर्ने पुँजी कसरी कहाँबाट जुटाउने भन्ने प्रक्रियालाई नै फाइनेन्सिङ भन्दो रहेछ। अब यसलाई अङ्ग्रेजीमा इक्जाम पोइन्ट अफ भ्यूले कसरी लेख्ने भन्दाखेरि सर्ट टर्म फाइनेन्सिङ रिफर्स टु द एरेन्जमेन्ट अफ फन्ड्स अर अब्लिगेसन द्याट आर शेड्युल्ड फर रिपेमेन्ट विदिन 1 year अर लेस। सर्ट टर्म फाइनेन्सिङ भनेकोले 1 वर्षभन्दा कम हुन्छ यसको मेच्योरिटी पिरियड चाहिँ। इट इज प्राइमरली युज टु सपोर्ट अ फर्म्स करेन्ट एसेट्स सच एज क्यास, रिसिभल्स, इन्भेन्टरी एन्ड टु मिट डे टु डे अपरेटिङ एक्सपेन्सेस। अब नेपालीमा बुझौँ, नेपालीमा लेख्नेहरूको लागि 1 वर्ष वा सोभन्दा कम अवधिमा फिर्ता गर्नुपर्ने पुँजी जुटाउने प्रक्रियालाई छोटो अवधिको वित्तीय व्यवस्था भनिन्छ। यसले कम्पनीका चालु सम्पत्ति जस्तै नगद भण्डार देहा रकमलाई समर्थन गर्दछ र दैनिक सञ्चालन खर्चहरू पुरा गर्न प्रयोग गरिन्छ। सर्ट टर्म फाइनेन्सिङको कन्सेप्ट बुझिसकेपछि सिम्पल भाषामा म सर्ट टर्म फाइनेन्सिङ फेरि एकचोटि भन्छु। सर्ट टर्म फाइनेन्सिङ भन्नाले 1 वर्षभन्दा कम म्याच्युरिटी पिरियड भएका स्रोत साधनहरू जुटाउने प्रक्रिया, जुन प्रक्रियालाई सर्ट टर्म फाइनेन्सिङ भनिन्छ। सर्ट टर्म फाइनेन्सिङमा चाहिँ कुनै पनि हामी कर्पोरेट फाइनेन्सको पोइन्ट अफ भ्यूले सोच्दा कुनै पनि अर्गनाइजेसनले 1 वर्षभन्दा कम म्याच्युरिटी पिरियड भएका स्रोतहरूबाट वित्तीय व्यवस्थापन गर्ने प्रक्रियालाई नै सर्ट टर्म फाइनेन्सिङ भनिन्छ। यसको एडभान्टेज एन्ड डिसएडभान्टेजहरू रहेको छन् जुन चाहिँ हामी अध्ययन गर्नेछौँ। यसको एडभान्टेजमा के छ भन्दाखेरि लेस कस्टली, कम लागत युक्त छ, क्विक एक्सेस, फ्लेक्सिबिलिटी छ, सेल्फ लिक्विडेटिङ नेचर छ, ब्रिज फाइनेन्सिङ, क्यास फ्लो सपोर्ट। यसको डिसएडभान्टेजहरू के छ भन्दाखेरि रिपेमेन्ट प्रेसर, हाइगर इन्ट्रेस्ट रेट्स, लिमिटेड अमाउन्ट, अनसर्टेनिटी। धेरै साथीहरूलाई लेस कस्टलीलाई कसरी एक्सप्लेन गर्ने भन्ने कुरो नबुझ्नु सक्छ। लेस कस्टली कसरी हुन्छ भनेदेखि केही स्रोतहरू जस्तै व्यापारिक क्रेडिटहरू हुन्छ, त्यसमा निःशुल्क वा कम ब्याज दरमा चाहिँ उपलब्ध हुन्छन्, जसले गर्दा चाहिँ सर्ट टर्म फाइनेन्सिङमा लेस कस्टली हुन्छ। यो क्विक एक्सेस, सजिलो पहुँच चाहिँ कसरी हुन्छ भन्दाखेरि ऋणदाता संस्थाले छोटो अवधिको ऋण दिन कम कागजी प्रक्रिया माग्दछ, त्यही भएर यो चाँडो सजिलो हुन्छ। अब फ्लेक्सिबिलिटी, लचिलोपन कसरी रहेको छ भन्दाखेरि अब दैनिक खर्चहरू जस्तै संस्थाले छोटो अवधिका ऋण फ्लेक्सिबिलिटी कसरी हुन्छ भने दैनिक खर्च, तलब, मर्मत आदि तत्कालीन आवश्यकताहरू पूर्ति गर्नका लागि प्रयोग गर्न सक्छन्, त्यसरी फ्लेक्सिबिलिटी छ। सेल्फ लिक्विडेटिङ नेचर, स्वपरिशोधन प्रकृति भन्छन्। यो भन्नाले चाहिँ के भन्छ भन्दाखेरि इन्भेन्टरी बेच्दा चाहिँ जुन हामीसँग रहेको इन्भेन्टरी हुन्छ नि, जसको म्याच्युरिटी पिरियड लेस देन 1 year हुन्छ, त्यस्तो बेच्दा प्राप्त गर्ने नगदले ऋण सजिलै फिर्ता गर्न सकिन्छ। अर्को रहेको छ ब्रिज फाइनेन्सिङ। ब्रिज फाइनेन्सिङ भनेको चाहिँ के हो भन्दाखेरि आन्तरिक वित्तीय व्यवस्था भनिन्छ नेपालीमा। यो भनेको के हो भन्दाखेरि दीर्घकालीन वित्तीय व्यवस्थापन नभएसम्म अस्थायी रूपमा चाहिँ यो सर्ट टर्म फाइनेन्सिङको पुँजीहरू प्रयोग गर्न सकिन्छ भनेर ब्रिज फाइनेन्सिङ भनेको। क्यास फ्लो सङ्कट, नगद प्रवाह समर्थन भन्नाले यसमा एक्सप्लेन कसरी गर्न सकिन्छ भन्दाखेरि अर्गनाइजेसनमा रहेको असामान्य वा अनिश्चित नगद प्रवाहलाई चाहिँ व्यवस्थापन गर्न सहयोग पुर्याउँछ भनेको हो। अब डिसएडभान्टेज अफ सर्ट टर्म फाइनेन्सिङ भन्नाले के छ भने पेमेन्ट प्रेसर, फिर्ता गर्ने दबाब किन रहेको छ भन्दाखेरि 1 वर्षभित्र नै फिर्ता गर्नुपर्ने भएकाले दबाब रहेको हुन्छ। हाइगर इन्ट्रेस्ट रेट, यसमा लङ टर्म फाइनेन्सिङ भन्दा सर्ट टर्म फाइनेन्सिङमा धेरै ब्याजहरू लाग्ने भएकाले हायर इन्ट्रेस्ट रेट हुन्छ। लिमिटेड अमाउन्ट,
ठुलो परियोजनाको लागि चाहिँ ठुलो मात्रामा रकम पुँजीको आवश्यकता पर्ने भएकाले यस सर्ट टर्म फाइनेन्सिङमा चाहिँ लिमिटेड मात्रै अमाउन्ट रहेको हुनाले यसमा चाहिँ लिमिटेड मात्रै अमाउन्ट हुन्छ, त्यही भएर ठुलो आयोजना गर्दाखेरि पुँजीको अभाव पर्न जान्छ। अनसर्टेन्टी अनिश्चितता, ऋणदाता संस्थाले छोटो अवधिको ऋण नवीकरण नगरेमा कम्पनीलाई समस्या पर्न सक्छ। अब हामी अध्ययन गर्दैछौँ। अब अर्को टपिक रहेको छ सोर्सेस अफ सर्ट टर्म फाइनेन्सिङ। अल्पकालीन वित्तीय स्रोतहरू के हुन्छ भन्दाखेरि यसलाई हामी सिम्पल भाषामा बुझ्नका लागि सेक्योर्ड सोर्सेस र अनसेक्योर्ड सोर्सेस गरेर सुरक्षित स्रोत र असुरक्षित स्रोतहरू दुई भागमा विभाजन गर्न सकिन्छ। सेक्योर्ड सोर्सहरूमा के पर्दछन् भन्दाखेरि रिसिभेबल फाइनेन्सिङ र इन्भेन्टरी फाइनेन्सिङ पर्दछन्। अनसेक्योर्ड सोर्सेसमा एक्रुअल्स एन्ड डिफर्ड इन्कम, ट्रेड क्रेडिट, सर्ट टर्म ब्याङ्क लोन, ओभरड्राफ्ट, जसलाई ओभरड्राफ्ट पनि भनिन्छ, कमर्सियल पेपर पर्दछन्। अब एक्रुअल्स एन्ड डिफर्ड इन्कम भनेको के हो त? थ्योरीमा त सोधेको छैन अहिलेसम्म केही पनि, तैपनि बुझिराखौँ। एक्रुअल्स भनेको के हो त? एक्सपेन्सेस इन्कर्ड बट नट एट पेड। एक्सपेन्सेस खर्च भइसक्यो तर अहिलेसम्म तिरेको छैन भने त्यस्तो खर्चलाई एक्रुअल्स भनिन्छ। फर इक्जाम्पल वेजेस, ट्याक्सेस। अब डिफर्ड इन्कम भने के हो त भने एडभान्स पेमेन्ट रिसिप्ट, त्यो पेमेन्ट डबल भएछ, एडभान्स पेमेन्ट रिसिप्ट फ्रम कस्टमर। एडभान्स पेमेन्ट पाइसक्यो तर काम भएको छैन भने त्यसलाई डिफर्ड इन्कम भनिन्छ। यसलाई पनि टेम्पोररी फाइनेन्सिङको रूपमा लिन सकिन्छ। ट्रेड क्रेडिट। अब ट्रेड क्रेडिट भनेको के हो? मोस्ट इम्पोर्टेन्ट रहेको छ। यिनीहरूको हामी हिसाब पनि निकाल्छौँ एक्रुअल्समा, ट्रेड क्रेडिटको, सर्ट टर्म ब्याङ्क लोनमा। ट्रेड क्रेडिट भनेको के हो? क्रेडिट एक्सटेन्डेड बाई सप्लायर्स फर गुड्स एन्ड सर्भिसेस। यो चाहिँ हाम्रो सप्लायर्सहरूद्वारा हामीलाई उधारो व्यापारिक ऋण भन्छ। ट्रेड क्रेडिट भनेको व्यापारिक ऋण भन्छ। ऋणको भाकल केही समयलाई थप गरिदिने प्रक्रियालाई चाहिँ ट्रेड क्रेडिट भन्दछ, जुन चाहिँ सप्लायर्सद्वारा गरिन्छ, हाम्रो आपूर्तिकर्ताद्वारा गरिन्छ। युजुअली इन्ट्रेस्ट फ्री फर अ सर्ट पिरियड। युजुअली यहाँ चाहिँ इन्ट्रेस्ट फ्री गरिएको हुन्छ। अब सर्ट टर्म ब्याङ्क लोन अर ओभरड्राफ्ट भनेको के हो त? ब्याङ्क प्रोभाइड लोन्स रिपेबल विदिन 1 year। ब्याङ्कले चाहिँ लोन दिन्छ जुन चाहिँ 1 वर्षभित्र फिर्ता गर्नुपर्ने हुन्छ। ओभरड्राफ्ट अलाउज फर्म्स टु विथड्र मोर देन देयर अकाउन्ट ब्यालेन्स। ओभरड्राफ्ट भनेको के हो भन्दाखेरि कम्पनीले चाहिँ आफ्नो खातामा रहेको भन्दा आफ्नो विश्वास चाहिँ सबैले दिँदैन। ब्याङ्कले सबैलाई यो सेवा प्रदान गर्दैन। ब्याङ्कले आफ्नो विश्वास व्यक्ति र नियमित कारोबार गर्ने जसले चाहिँ रिटर्न गर्छ है भन्ने विश्वास छ भने तिनीहरूलाई चाहिँ आफ्नो ब्याङ्कमा भएको खाताभन्दा बढी रकम ऋणको रूपमा प्रदान गर्दछन् केही समयको लागि। त्यसलाई नै हामी ओभरड्राफ्ट भन्छौँ। बेस्ड अन द फर्म्स क्रेडिट हिस्टोरी एन्ड रिलेसनसिप विथ द ब्याङ्कको आधारमा चाहिँ ओभरड्राफ्ट प्रदान गर्दछ। अर्को रहेको छ कमर्सियल पेपर। अब कमर्सियल पेपर भनेको के हो भन्दाखेरि अनसेक्योर्ड प्रमिसरी नोट्स इस्युड बाई लार्ज फाइनेन्सियल्ली स्ट्रङ कम्पनीज। अनसेक्योर्ड प्रमिसरी नोट्स हो जुन चाहिँ ठुलो फाइनेन्सियली स्ट्रङ भएको कम्पनीले प्रदान गर्दछ। म्याच्युरिटी रेन्जेस फ्रम 15 days to 1 year। यसको म्याच्युरिटी पिरियड चाहिँ कति हुन्छ भन्दाखेरि 15 दिनदेखि 1 वर्षसम्मको हुन्छ। आज हामीले के छलफल गऱ्यौँ भन्दाखेरि सर्ट टर्म फाइनेन्सिङ भनेको के हो, यसको एडभान्टेज डिसएडभान्टेज पढ्यौँ र सोर्सेस अफ सर्ट टर्म फाइनेन्सिङ पढ्यौँ। अब हामी यसको फर्मुलाहरू लेख्नेछौँ र हामी हिसाब पनि गर्नेछौँ। आजलाई यति नै। हस् त, पार्ट 2 को लागि वेट गर्नुहोला। थ्याङ्क यू। लाइक, सब्सक्राइब एन्ड सेयर।